हेलो गाइस, आज हामी चाहिँ सुसा खान आएको छौँ दाइ र म। फाइनल्ली यसलाई चाहिँ के भन्छ र दाइ? सुइसाक। अनि यसलाई चाहिँ के भन्छ अर्को छ नि? अर्को हो पुवाले। अनि सुसा खान आएको है। गाडी एकदम मिठो छ नि। अरे खाने भए आइहाल्नु के रे। ए क्या टेस्टी छ नि सुसाक। फेरि एक ठाउँमा छैन भने अर्को ठाउँमा पनि सर्नुपर्छ गाई। जस्ट खाना चाहिँ अलि ठिकै व्यवस्थित हिसाबले खानुपर्छ होइन। यसलाई भन्छ के अरे सुइसाक। अलि ठुलो ठुलो टिपाउन त होइन सुइसाक भन्ने। ताई मलाई नि टिपेर देऊ त भाइ। अब के गर्छ आफैलाई खाने पुग्दैन बाबु। देऊ न कति चाहियो? अलिकति थोरै। ल यति तँ खान त यति म खान्छु नि त। फाइनल्ली गाइज यो चाहिँ सुइसाक हो होइन। के आनन्द हुन्छ नि फेरि यो। हामी टाउको धुन पनि जान लाग्यो माथि नामुला धारा। त्यहाँ चाहिँ पानी तातो हुन्छ कि त्यही भएर चाहिँ जान लाग्यो। त्यो त्यहाँसम्म नि हामी देखाउनेछौँ। पुराना पुर्खाहरूले बनाएको धारो नामुला भन्ने चाहिँ पुर्खैबाट यो नाम पनि सुनेर आएको हो। हामी आज त्यही धारोमा पनि जाँदैछौँ गाइजहरू। जस माथितिर अब पुराना भीमहरूले तिनीहरूले चाहिँ धारा बनाएको भन्ने एउटा ढुङ्गाहरू पनि उस्तै डिजाइनहरूको छ होइन। जस हामी फाइनल्ली त्यहाँ पनि देखाउनेछौँ हजुरहरूलाई। ल भाइ त्यसो भने चाहिँ हामी अगाडि बढौँ। ल स्टप गाइज। ऊ त्यो पुरै खेत हो। त्यहाँनिर टावर पनि छ, नमस्तेको टावर हो त्यो। कहाँ हो? हामी धारा पुग्न लागिसकेका छौँ टाउको धुनलाई। पढाउन गएर लाग्छ हामीले। यसो पोरीतिर जङ्गलतिर जाँदा भन्ने हो। एकदम मान्छे पुग्दैन आएन नि हामी। ए यो चाहिँ मूलको पानी हो है गाइस। यो चाहिँ मूल चाहिँ त्यहाँबाट चाहिँ पानी आउँछ। पारी त्यो ठुला ढुङ्गा देखाउन जान नि। त्यो ढुङ्गाले यहीँकै मान्छेले बनाउनु कि काटिया भन्ने जस्तो देखा। अनि गाइस यो ढुङ्गा चाहिँ कसले काटेको यार दाइ? भीमैनले काटे होइन नि, भट्टेगडा हामीले काट्यो भन्न कसले? भट्टेगडाले कसले काट्यो? यो चाहिँ अलिकति आर्ट छ क्या यहाँ, आर्ट लुकेको छ एउटा यहाँ। हेर्नु न कस्तो खतरा काटेको ढुङ्गा। हेर्नु त यहाँ पुरै यस्तो खतरा। माथि हेर्नु न पुरै त्यस्तो खतरा हो क्या। यो आर्ट हो तर कसले बनायो तर एक्ज्याक्टली थाहा छैन है। यसको बारेमा हामीलाई चाहिँ थाहा छैन हिस्ट्री। अब चाहिँ हामी नुहाउने हो। नुहाउने चाहिँ यो धारामा। ढुङ्गा बनाउनु पर्छ कि मस्तो है। यो ढुङ्गा चाहिँ यहाँ त्यो बनाउनु लागि हो जस्तो हाम्रो सिपखानामा छ नि मन्दिर परि देउल हो। देउल जस्तो देउलकै ढुङ्गा हो क्या भाइ। सबै काटेको न यो ढुङ्गा भयो त्यसै गरेर यहाँदेखिको यो आडाखालिया ढुङ्गा भयो। त्यसै गरेर यहाँ बसिया यो ढुङ्गा भयो होइन। यस्ता ढुङ्गाहरू धेरै छन् क्या यहाँभित्र। अनि चट्टो लाएर यहाँ पुर्याउनु हेर्नु पुर्याउनु बाटुल्ला यस्ता ढुङ्गा। तुसाराहरू पनि देखा भाइ। यो चाहिँ तुसारो है गाइस। दाइ पाक्छ कि पाक्दैन हो तुसारो? त्यो कहिले पाक्छ त? ए भाइ त्यो न कपाल मिल्ने रेडी हो त? हो रेडी दाइ, रेडी हो। ल टाला गाडिदिउँ। गाडिदिउँ कहिले भाइ गाडी दाडी फाल्ने कि तँ फाल्ने म तँ मेरो फाल्ने। त्यो त हुन्छ। ल गाइस यति धेरै टाढा भएन भने नामुला धारा के हुँदैन यसो। पारीको भ्युजहरू पनि देखा न गाइस। हिउँ हेर्नु है, हिउँ खान जाने भनेको हामी, तर कहिले जाने भन्ने हो कि पर्सि शनिबार जाउँ है दाइ। शनिबार जाने हो। आउने शनिबार जाने यार। तोमिनो गयो नि म जान्छु, म दिदी सबै गयो जाने। ल गाइस अब हामी घर जाँदाखेरि देऊ।